हेफर नेपालको साझेदारी तथा सामूहिक सरोकार सिन्धुली र फिक्कल गाउँपालिकाको समन्वयमा यो साझेदारी कृषि पशुपालन उद्यमशीलता विकास कार्यक्रम हो। धेरै ठाउँमा अन्त पनि काम गरेर यो क्षेत्रैमा काम गर्नु भएको छ, उहाँको सफल पनि भएको छ। त्यसैले उहाँले यस कार्यक्रमको कार्यक्षेत्र फिक्कल गाउँपालिकाको वडा नम्बर 1, 2, 3, 4, 5, 6 रहनेछ। 3 वर्ष अवधि रहेको यस कार्यक्रमको मुख्य उद्देश्य भनेको 1500 घर परिवारमा उद्यमशीलता विकासद्वारा वार्षिक आम्दानीमा वृद्धि गरी जीविकोपार्जनमा सुधार गर्नु रहनेछ। अनि हामीले हरेक कुरामा टोलिनु पाइरहेका छौँ। त्यो आय आर्जनको लागि हामीले स्थापित गरेर आय आर्जनलाई बढी बढावा दिएर हामीले आफ्नो जीविकोपार्जनलाई सुनिश्चित गर्नुपर्छ। तपाईँहरूका छोराछोरी पढाउनुपर्छ, छोराछोरीलाई फिस दिनुपर्छ। त्यसैले हामीले हरेक क्षेत्रमा हामी किसान हौँ, हामी किसानले हामी पढेका छैनौँ, हामी बढी हिसाबमा पछाडि परेका महिला वर्गहरू छौँ। त्यो महिला वर्गहरूलाई 1500 घर परिवारलाई 48वटा स्वावलम्बी समूहहरू, मूल समूह 12 र उपसमूह 36लाई सहकारीमा रूपान्तरण गरी सामूहिक पुँजीको अभिवृद्धि गर्ने, सुधारिएको बाख्रा व्यवस्थापन र उन्नत प्रविधिको अनुसरणबाट बाख्राको उत्पादकता र उद्यमशीलतामा अभिवृद्धि गर्ने, विषयगत क्षेत्रको बाख्रा दूध तरकारी बङ्गुर विकासका लागि संस्थागत संयन्त्र निर्माणका लागि सकारात्मक वातावरण सिर्जना गर्ने।